नमस्ते सबैलाई। म रमेश सापकोटा। आज हजुरहरूको लागि मैले एउटा सानो भ्लग तयार पारेको छु। यो चाहिँ कुलेखानी नजिकै रहेको यो यहाँनिर एउटा भेडी फार्म भन्दो रहेछ। यहाँबाट देखिने दृश्यहरू म आज हजुरहरूलाई देखाउन गइरहेको छु। यस भेडी फार्म लगायत म हजुरहरूलाई कुलेखानी ड्यामतिरको चाहिँ दृश्यहरू देखाउन गइरहेको छु। हजुरहरूलाई म एउटा के जानकारी गराउन चाहन्छु भने यहाँ आउनुको लागि चाहिँ दुईटा बाटो छ। एउटा काठमाडौँ कलङ्की थानकोट हुँदै चन्द्रगिरी हुँदै चितलाङको बाटो र अर्को यता दक्षिणकाली हुँदै फाखेल हुँदै यता मार्खु निस्किने बाटो। दुईटा बाटाहरू छन् यहाँ आउनुको लागि चाहिँ। हेरौँ है त आजको दृश्य कति रमाइलो छ। ल यहाँ हेर्नुहोस् त, पुरै चाहिँ सल्लाहको घारीहरू छ यहाँनिर। त्यस्तै गरी अगाडिको दृश्यहरू म देखाउन गइरहेको छु। सायद भेडाहरू चराउनेकै लागि बनाएको ठाउँ भएर चाहिँ यसलाई भेडी फार्म भनेको हुनुपर्छ। यहाँ चाहिँ भेडाहरू चराएको देख्न सकिन्थ्यो, तर आज चाहिँ देखिएन। त्यहाँ पारिपट्टि भेडाहरू चराएको हामीले देख्न सकिन्थ्यो पहिला। अहिले भेडाहरू देखिएन अहिले यहाँनिर। यस्तो दृश्य छ हेर्नुहोस् न यहाँनिर, असाध्यै मनमोहक दृश्य छ। यो चाहिँ चितलाङबाट नजिकै पर्दछ र त्यहाँ पारी चितलाङ बजार पर्दछ। यो पारिपट्टि हो, त्यहाँनिर चाहिँ चितलाङ बजार पर्दछ। तल्लोपट्टि हेऱ्यो भने सल्लाहको रुखहरू, सल्लाहको घारीहरू देख्न सकिन्छ। र हजुरहरूलाई म एउटा के जानकारी गराउन चाहन्छु भने कुलेखानी ड्याम पनि यहीँ तल नजिकै हो है। यहीँ तल नजिक पर्दछ कुलेखानी ड्याम। यसरी असाध्यै मनमोहक छ यहाँको दृश्य। यो चाहिँ कुलेखानीबाट नजिकै रहेको ठाउँ हो र यता चाहिँ विभिन्न सुटिङहरू पनि गरिन्छ। सुट गर्नको लागि पनि अत्यन्त राम्रो र अत्यन्त मनमोहक ठाउँ छ। हेर्नुहोस् त, असाध्यै रमाइलो छ। पारिपट्टि भेडाहरू चराउने ठाउँ हो त्यो, तर हामीले आज चाहिँ भिडियोमा देख्न सकिरहेका छैनौँ। भेडाहरू चराउने सायद समय नभएर होला हामीले आज देख्न पाइएन। यता हेर्दाखेरि असाध्यै राम्रो छ। काठमाडौँबाट करिब साधनमा 1.5 घन्टाको यात्रा गरे पछाडि यस ठाउँमा आउन सकिन्छ। यहाँ तल चाहिँ हामीले कुलेखानी ड्याम हेर्न सक्छौँ। हेर्नको लागि असाध्यै राम्रो छ। यो चाहिँ मार्खुको ड्याम हो। अब यहाँबाट देखिने दृश्यहरू म हजुरलाई देखाउन गइरहेको छु। फाइनल्ली होटल आइपुग्यो ल।
हामी चाहिँ खाजा खान गइरहेछौँ होइन त? यस्तो छ हाम्रो खाजा। हाम्रो कुकुर डराइरहेछ यहाँ चाहिँ, रिङ्गटा लागेर हो। यो चाहिँ मार्खु बजार हो, इन्द्र सरोवर गाउँपालिकामा अवस्थित मार्खु बजारमा छु म अहिले। यहाँभन्दा तल चाहिँ ड्याम, जुन कुलेखानीको ड्याम, मार्खु बजारको ड्याम चाहिँ योभन्दा तल छ। र यहाँ पर झोलुङ्गे पुल पनि छ। झोलुङ्गे पुलको रमाइलो दृश्य म प्रस्तुत गरे नै छु। म चाहिँ अहिले ड्याम जाने बाटो झर्दैछु यहाँनिर मार्खुको तल ड्याममा। बोटिङहरू गरिरहेको रमाइलो दृश्यहरू देख्न पाइन्छ। मार्खु ड्यामको म रमाइलो दृश्य हजुरहरूलाई प्रस्तुत गरे नै छु। आदरणीय दर्शकवृन्दहरू, म आज हजुरहरूलाई यो मार्खुको रमाइलो दृश्यहरू प्रस्तुत गरिरहेको छु। यहाँ चाहिँ हामीले देख्न सक्छौँ मार्खु बजारहरू छ। त्यस पछाडि अब म चाहिँ जाँदैछु तल बोटिङ गर्ने ठाउँमा जाँदैछु। हेर्नुहोस् न ल, कस्तो राम्रो दृश्य देख्न सकिन्छ। तल डुङ्गाहरू छ। यहाँदेखि माथिदेखि आइरहेछ यो पानी चाहिँ। र तल कुलेखानीमा चाहिँ ड्याम बनाएर हाइड्रो पावरको लागि लगिएको छ यो पानी। तर पनि यति पानी हामीले मार्खुमा चाहिँ यस्तो झोलुङ्गे पुल पनि देख्न पाइन्छ। निकै लामो छ यो झोलुङ्गे पुल। यता हामी मार्खुको यो झोलुङ्गे पुलमा रहेका छौँ। निकै लामो छ यो ड्याम, हेर्नु न। करिब माथि 1-2 किलोमिटर माथिबाट यो चाहिँ धेरै तलको कुलेखानी ड्यामसम्म छ यो पानी देख्न सकिन्छ। र रोबाट बोट चढ्न सकिन्छ। त्यसै गरी सामान्य डुङ्गाहरू सवार गर्न सकिन्छ। यहाँ चाहिँ विभिन्न किसिमका रिसोर्टहरू छ। एकचोटि घुम्नै पर्ने ठाउँ यो इन्द्र सरोवर गाउँपालिकामा पर्ने यो मार्खु भनिन्छ। यसलाई चाहिँ एकचोटि घुम्नै पर्ने ठाउँ हो यो। हामी चाहिँ अहिले कुलेखानीको यो होटल द रिभर क्रस होटलबाट चाहिँ यो बाटो हुँदै मोहिनी झरना जाँदैछौँ। यहाँ चाहिँ हिँडेरै जानुपर्ने रहेछ। करिब आधी घन्टा 45 मिनटको यात्रा गरे पछाडि
मोहिनी झरना पुगिने रहेछ। यहाँ पारिपट्टि ताल देख्न सकिन्छ। मोहिनी झरना जानको लागि हामी हिँडिरहेछौँ। यस्तो छ बाटो मोहिनी झरना जानुको लागि चाहिँ। हेर्नुहोस् है, पारिपट्टि ड्यामहरू देखिन्छ। कति हिँड्नुपर्ने हो थाहा छैन, करिब करिब आधी घन्टा 45 मिनटको यात्रा गरे पछाडि मोहिनी झरना पुगिन्छ भनिएको थियो। हिँड्दै जाउँ, कति समय लाग्छ। बाटो यस्तो छ, सजिलै छ बाटो। हाम्रो ग्रुपहरू अगाडि हिँडेर जाँदै हुनुहुन्छ। ल यस्तो छ बाटो। यहाँ पुरै टापु जस्तो छ, फेरि यो समुद्रको टापु जस्तो यस्तो बाटो छ मोहिनी झरना जानको लागि चाहिँ। यता माथितिर गाउँहरू छ, घरहरू देख्न सकिन्छ। हेर्नुहोस् न, यस्तो छ पुरा चाहिँ। यो ड्यामको छेउ जानुपर्ने रहेछ। तल ड्याम देख्न सकिन्छ। हेर्नुहोस् न, यो तालको छेउ जानुपर्ने रहेछ मोहिनी झरना जानको लागि। मोहिनी झरना हेर्नु न, नामै काफी छ। मोहिनी झरना हेर्नु न, नामै काफी छ। कस्तो होला त हेरौँ है त हामी। यस्तो छ बाटो। बाटो चाहिँ एकदम व्यवस्थित बनाएको रहेछ। ठाउँ ठाउँमा बस्ने ठाउँहरू पनि बनाइदिएको छ। यो चाहिँ इन्द्र सरोवर गाउँपालिकामा पर्छ। मोहिनी झरना जुन मार्खु बजारबाट पारिपट्टि गए पछाडि होटल रिभर क्रस भन्ने छ। त्यहाँबाट यो बाटो नछोडिकन आइयो भने मोहिनी झरना पुग्न सकिन्छ। यसरी पारिबाट जानुपर्ने हुन्छ। हेर्नुहोस् न, यी बाख्रा माथि भिरमा चाहिँ बाख्राहरू छन्, चर्दैछन् बाख्राहरू। जाउँ है त गाइजहरू, कस्तो रहेछ मोहिनी झरना हेरौँ है त। यहाँ चाहिँ एउटा अनौठो दृश्य देखियो। जुन माथि पहाडको चाहिँ, जस्तै माथि पहाडको तस्बिर चाहिँ तल पानीमा टल्किएको छ। हेर्नुहोस् न, पारिपट्टि फेरि एउटा समुद्रको टापु जस्तो छुट्टै छ फेरि। कति समय लेफ्ट राइट गर्नुपर्ने हो थाहा छैन। माथि चाहिँ यस्तो सल्लाहको गाडीहरू छ, तर पनि बाटो सजिलै छ। तेर्सै जानुपर्ने हुन्छ। यस्तो जङ्गलको बाटो पनि हिँडेर जानुपर्ने रहेछ। खैर केही छैन, बाटो चाहिँ सजिलो छ। माथि हेऱ्यो पुरै जङ्गलहरू देखिन्छ। यस्तो छ पारिपट्टिको दृश्य। हामी त्यही बाटो हो अहिले हिँडेर आएको। यस्तो जङ्गलको बाटो हिँड्नुपर्ने हुन्छ, तर बाटो राम्रो छ। हिँड्नको लागि सहज बनाइदिएको रहेछ पर्यटकको लागि भनेर। एकदम रमाइलो महसुस हुँदैछ। हामी चाहिँ मोहिनी झरना जाँदैछौँ। यस करिब आधी घन्टा भइसक्यो, तर पनि आएको छैन। अझै अलिकति छ जस्तो लागिरहेछ।
ऊ यहाँ तल स्कुले भाइ बहिनीहरू खेल्दैछन् ढुङ्गामा। यस्तो छ। यहाँ चाहिँ पैदल यात्रीहरूलाई सजिलो होस् भनेर बस्ने पनि व्यवस्था गरिदिएको रहेछ। अब यता छ मोहिनी झर्ना जाने बाटो चाहिँ यहाँ देखाएको छ है। यसरी मोहिनी झर्ना महावीर झर्ना पनि भनिँदो रहेछ। यताबाट जाने हो। बाटो उकालो पनि रहेछ मोहिनी झर्ना जानको लागि। हेर्नु न सबैजना थाकिरहेछौँ तर पनि हिँडिरहेछौँ मोहिनी झर्ना जानको लागि। यहाँ तल ड्याम देख्न सकिन्छ। जाउँ हेर्ने जाउँ कति छ। एकदमै हाम्रो बिन्दास हुनुहुन्छ हाम्रो दाइ चाहिँ एकदमै हाम्रो साथी भइसक्नु भयो यहाँनिर पुरा। जिग्री भइसक्यौँ हामी चाहिँ यहाँनिर। ल जाउँदा हामी स्थल रहेछ त्यहाँ विश्राम गरिरहेका छौँ। हेर्नु न पुरा चाहिँ पसिनाहरू आइरहेछ। यहाँ चाहिँ एउटा विश्राम स्थल बनाइदिएको रहेछ। हामी विश्राम गर्दैछौँ। मोहिनी झर्न जाने अझै छ बाटो। आदरणीय दर्शकवृन्दहरू, हामी फाइनल्ली मोहिनी झर्ना आइसकेका छौँ। हेर्नुहोस् त यहाँ कति रमाइलो छ। एकपटक आउनै पर्ने ठाउँ रहेछ। हेर्नुहोस् त ल असाध्यै शान्त छ। हेर्नु पानी कति राम्रो छ हेर्नुहोस् न। आहा ल हेर्नुहोस् त कति रमाइलो छ। मोहिनी झर्ना इन्द्र सरोवर गाउँपालिकामा पर्ने पुरा माथिबाट झर्ना झरिरहेको छ। कति रमाइलो रहेछ। झर्ना झरिरहेको छ। बवाल रहेछ है झर्ना चाहिँ। ल एकदम अत्यन्त रमाइलो रहेछ मोहिनी झर्ना। एकपटक आउनै पर्ने ठाउँ रहेछ। हामी चाहिँ झर्नामा रमाइरहेछौँ अहिले।